नमस्ते सबैलाई। म आज तपाईलाई यसमा हाम्रो नेपाली बजार.com मा कसरी पोस्ट गर्न सकिन्छ भनेर सिकाउन गइरहेको छु है। यसमा चाहिँ तपाईको पहिला यसरी यसमा ट्याब हान्नुपर्छ। ट्याब हानिसकेपछि चाहिँ तपाईको गुगलबाट लगइन पनि गर्न मिल्छ, फेसबुकबाट पनि गर्न मिल्छ, या चाहिँ तपाईको डाइरेक्ट तपाईको इमेल र पासवर्ड हालेर लगइन गर्न सकिन्छ है। अब यसमा चाहिँ हाम्रो लगइन यसरी जस्तै युजर नेम र पासवर्ड हाल्यो अनि पछि लगइन गर्यो हैन। यस्तो भइसकेपछि चाहिँ तपाईको यहाँ यसो डाइरेक्ट प्लेस एन्ड एड्स भन्नेबाट पनि तपाईले पोस्ट गर्न सकिन्छ। नभए चाहिँ तपाईको यहाँबाट गएर पोस्ट एन्ड एड भन्ने हुन्छ, यसमा पोस्ट गर्यो हैन। अनि यसमा चाहिँ तपाईको क्याटेगोरी सिलेक्ट गर्नु पनि हुन्छ। जस्तै तपाईको अहिले मैले पोस्ट गर्न लागेको चाहिँ इलेक्ट्रोनिक्स आइटम हो हैन। जस्तै बागमती रिजन के हो तपाईको हैन, सिटी के हो, एड्रेस के हो, जिप के हो हैन। अनि फोन नम्बरहरु अटोमेटिक आउँछ। जस्तै इमेल आइडी तपाईको भिजिबल गर्ने कि नगर्ने हैन, त्यो चुज गर्ने हो। त्यसपछि चाहिँ तपाईको प्राइस राख्दिने हो। जस्तै प्राइस चाहिँ तपाईको जस्तै अब फोटो टेक फोटो भन्दाखेरि टेक फोटो गर्न मिल्छ, या चाहिँ फोटो लाइब्रेरीबाट पनि हाल्न मिल्छ हैन। अब जस्तै टेक फोटो गरौँ है। जस्तै यसरी टेक फोटो गर्यो, क्लिक गर्यो, युज फोटो गर्यो, यसरी अपलोड हुँदै जान्छ। तपाईले यहाँबाट अब यसमा चाहिँ डिस्क्रिप्सनहरु राख्ने हो हैन। तपाईले अब जति राख्न मन लाग्छ त्यति राख्दा पनि हुन्छ, या चाहिँ कम राख्दा पनि हुन्छ। यसरी राख्ने हो। अब यसमा अझै डिटेल थप्दा पनि हुन्छ, या चाहिँ नथप्दा पनि हुन्छ। अब तपाईको दराजको लिंकहरु छ भए यसमा दराजको लिंकमा हाल्ने, युट्युबको भिडियो छ भए युट्युब भिडियो यसमा हाल्ने। यसमा चाहिँ सर्ट भिडियोको लागि चाहिँ छुट्टै स्टाइलले हाल्नुपर्ने हुन्छ। जस्तै फर्मेट चाहिँ यो यसमा देखाइरहेको जस्तो स्टाइलले हाल्नुपर्ने भयो। अब तपाईको यो तपाईको पब्लिशिङ फी भनेको चाहिँ 0.99 या चाहिँ 1 रुपैयाँ लाग्छ। अनि यसलाई प्रिमियम बनाउने भए तपाईको प्रिमियम पनि गर्न मिल्छ, हाइलाइट पनि गर्न मिल्छ, अटो रिपब्लिश पनि गर्न मिल्छ है। अब यति गरिसकेपछि तपाईले डाइरेक्ट सबमिट हान्दिने हो। सबमिट हानिसकेपछि चाहिँ तपाईको जस्तै पब्लिश फी फर हैज नट बी पेड भनेर भन्छ हैन। यो चाहिँ तपाईको एउटा पोस्टको बराबर चाहिँ 1 रुपैयाँ चाहिँ तपाईको वालेटबाट काट्छ। त्यो वालेट चाहिँ हाम्रो नेपाली बजार.com को वालेट हुन्छ है। अब यसमा चाहिँ तपाईको ट्रान्सफर विथ ब्यालेन्स भन्दाखेरि चाहिँ तपाईले बैंकबाट पठाउने भए चाहिँ तपाईले यो ट्रान्सफर भिआई बैंक ट्रान्सफर गर्नुपर्छ। नभए चाहिँ तपाईको यसमा भित्र भएको वालेटबाट पे गर्ने भए चाहिँ यहाँबाट यो क्लिक गर्नुपर्ने भयो। अब हामी चाहिँ यसमा यो भित्र भएको वालेटबाट चाहिँ तिर्ने गइरहेछौँ। यति चाहिँ तपाईको 11 रुपैयाँ 29 रुपीस चाहिँ तिर्नेवाला छौँ है। अब यसलाई चाहिँ यस्तो गरेर तपाईको वालेट भनेर यसरी क्लिक गर्ने बित्तिकै तपाईको पेमेन्ट प्रोसेस करेक्टली भनेर देखाउँछ कि। अब यो चाहिँ हाम्रो पोस्ट भइसक्यो। अब जस्तै यसरी तपाईको पोस्ट हेर्नलाई चाहिँ यसरी टक्क क्लिक गर्ने हो। क्लिक भइसकेपछि तपाईको यहाँ यसरी पोस्ट हुन्छ। यदि तपाईलाई के समस्या भएमा चाहिँ हाम्रो WhatsApp नम्बरमा कन्ट्याक्ट गर्दा हुन्छ है। धन्यवाद।